मेरो बाइक र यहाँ हेर्नु इमर्जेन्सी केस आएको रहेछ। बच्चाहरू स्कुलमा पनि उपद्रव गर्छ, यहाँ आएर चौरीमा पनि त्यस्तै गर्दैछ, जम्पिङ होइन। उनीहरूको स्कुलको प्रिन्सिपल सरलाई भन्नुपर्छ। यतिकै पनि खतरा देखिरहेछ बाइकको लुक, तर यतिकै कुदाउनु हुँदैन यार, बाइक अलिक महँगो छ नि त। ओ माई गड, दिस इज सो ब्युटिफुल होइन, ब्युटिफुल कलर क्या गाइज। ब्ल्याक भन्दा अलिकति ब्लू कलर नै राम्रो हुन्छ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। स्वागत छ तपाईँलाई आजको न्यू भिडियोमा। फाइनली गाइज आजको भिडियोको सुरुवात हुँदैछ। यो ब्युटिफुल भ्यू हेर्दै हुनुहुन्छ, पुरा खाली छ क्या यो ठाउँ। सो गाइज तपाईँहरूलाई चाहिँ होइन हाम्रो चत्राको भ्लग कस्तो लाग्यो होइन कमेन्ट आउनु पऱ्यो यो भिडियोमा चाहिँ होइन। सो त्यस्तै भ्लग आउँछ हप्तामा एकचोटि पनि, र क्याम्प फायर होइन अलिअलि त्यस्तै टाइपको भिडियोहरू आउँछ। सो गाइज यो चाहिँ गर्नु, यहाँ मैले विल कभर हालेको थिएँ र मेरो विल कभरको कलर गएछ क्या। अस्तिको राइडमा ब्ल्याक भएको थियो होइन, मैले ब्लू कलर हालेको थिएँ र त्यो चाहिँ खुलेर ब्ल्याक भएछ क्या। विल कलर गर्ने ठाउँमा दिएको छु, आज चाहिँ कम्प्लिट भइसकेको छ। सो गाइस त्यो लिन जानुपर्ने हुन्छ होइन, र यता मोटर गार्ड पनि चेक गर्न सक्नुहुन्छ, यो पुरै गइसकेको रहेछ। यो मैले कार्बन फाइबर यस्तै कार्बन फाइबर हालेको थिएँ, उकाल्दाखेरि यसको कलर सँगसँगै उक्यो क्या गाइस। र अर्को मसँग एक्स्ट्रा मोटर गार्ड छ र त्यो मोटर गार्ड पनि कलर गर्न दिएको छु। सो अर्को कुरा के हो भने गाइस यता यो चाहिँ गर्न सक्नुहुन्छ। यहाँ मैले सिट काउल हालेको थिएँ र डबल बसेको थियो नि त, मेरो एकजना भाइ हो सुरज भाइ, डबल बसेको थियो, त्यसले गर्दा अप्ठ्यारो भइरहेको थियो उसलाई। सो त्यो निकाल्दाखेरि यस्तो यो च्यातेछ क्या होइन। सो यो चाहिँ मैले सिङ्गलको लागि राखेको थिएँ, फुकाल्न मिल्थ्यो, तर अस्ति चाहिँ फिक्स गरेर राखिदिएको थिएँ, त्यही भएर फुकाल्न मिलेन, यस्तो कन्डिसन भएछ गाइस। र यस चाहिँ गर्नु गाइस, मेरो बाइक कति फोहोर छ अहिले, र आज चाहिँ यसको सब काम भइसकेपछि फुल काम हुन्छ होइन। यसको यो नयाँ लाग्छ, यहाँ पनि कलर भएको विल कभर लाग्छ होइन, हल्का फुल्का यसको वासहरू हुन्छ। सो त्यही हो, यो चाहिँ नेपालको रेडबुल रहेछ, ओरिजिनलै हो गाइज होइन। रेडबुलमा अहिले धेरै नै इफेक्टहरू आएको छ, सो हेरेर खानु होला तपाईँहरू। चाहिँ गर्नु गाइज, कति मजाले गाईबस्तुहरू होइन आफ्नो खाना खाँदैछ होइन। बिहान ल्याएर यहाँ बाँधेर राख्छ होइन, जसको गाईबस्तुहरू छ नि बाँधेर राख्छ, अनि उता पर पनि छ, अनि बेलुका चाहिँ यहाँबाट उखालेर लान्छ क्या घरतिर। यहाँ चाहिँ पहिला पुरा ग्राउन्ड थियो क्या गाइज, यो पुरै खाली ठाउँ थियो क्या। स्कुल पढ्ने बेलामा चाहिँ हामी यहाँ केटाहरू फुटबल खेल्न आउँथ्यौँ होइन, र अहिले चाहिँ पुरै वाल लगाइसकेको छ क्या, पुरै घेरिसकेको छ, घरहरू पनि बनिसकेको छ, ठुल्ठुलो घरहरू होइन, हेर्न सक्नुहुन्छ। र अहिले चाहिँ यो ठाउँमा होइन अहिले पनि खेल्छ, यो हेर्न सक्नुहुन्छ, यो के को हो पोस्ट, तपाईँहरू बुझ्नुभयो होला, बुझ्ने मान्छेहरूले बुझ्छ होइन। सो त्यही हो गाइस, मसँग अहिले मेरो एनर्जी जुस छ रेडबुल, एन्ड अर्को कुरा छ यता त्यति खासै देखाउँदिनँ, यो चाहिँ गर्नु के हो अलिक इन्जोय, यहाँबाट इन्जोय गरेर अनि त्यसपछि यो बाइकको पार्ट्सहरू दिएको छु नि मैले त्यहाँ कलरहरूको लागि, त्यहाँ जान्छु। सो त्यही हो, तपाईँहरूले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। सो गाइस मेरो बाइकको सिट काउल र कसरी भाँच्यो तपाईँहरू चेक गर्न सक्नुहुन्छ। यता यो रबर चाहिँ भाँच्छ क्या गाइस, धेरै प्रेस परेर ब्रेकिङ हान्दाखेरि चाहिँ यो मान्छे अगाडि आउँछ नि त हुत्तेर, त्यसले गर्दाखेरि यो रबरले तपाईँहरूलाई प्रेसर लिन सकेन होइन, अनि भाँच्यो क्या तन्केर। सो यो पनि चेन्ज हुन्छ, यो त मैसँग छ, यसलाई जसो तसो यसो केही सिलाएर होइन, यो धागोले सिलाएर यसलाई जसरी भए पनि बाइकमा हाल्ने हो होइन। यसले गर्दा एकदमै सोधिन्छ क्या मेरो बाइक, यो भएन भने त्यति खासै देखिँदैन। विराटनगरमा गाइस त्यति खासै भ्लगरहरू छैन क्या, अब मैले चिनेको भाइहरू छ एक दुईजना, अब त्यति खासै भ्लगिङ गर्दैन, अलिअलि भ्लगिङ गरेको थियो, बिचरा केही न केही होइन समस्याले गर्दाखेरि उनीहरूले भ्लगिङ छोड्यो, कहिले काहीँ चाहिँ भिडियो हाल्छ। र जहाँसम्म लाग्छ विराटनगरको भ्लगर भनेपछि मै हो, र धेरैले वाच गर्छ क्या मेरो बाइक, इन्डियन नम्बर भए पनि होइन मान्छेहरूले मन पराउँछ। सो त्यही हो गाइस, विराटनगरको अलिकति बढाउनु पऱ्यो क्या सब्सक्राइबर मेरो होइन। अब मेहनत गर्दैछु, प्रयास गर्दैछु, कोसिस गर्दैछु,
डेली मोटो भ्लगको लागि, तर भइरहेको छैन केही समस्याले गर्दाखेरि रुक्छ क्या मेरो मोटो भ्लग होइन। सो त्यही हो, तपाईँहरूको सपोर्ट चाहिन्छ होइन। सब्सक्राइब गरिदिनु होला होइन। अरू त के भन्नु होइन गाइज, विराटनगरलाई एउटा चिन्ने बाटो बनाइदिनु मोटो भ्लग थ्रुबाट होइन। उता आकाश हेर्नु गाइज, काग उडिरहेछ। अब बेलुका बेलुका हुन आँटेको छ, आफ्नो घर जाँदैछ नि त सबैजना। यता आन्टी त्यो के भन्छ घाँसहरू काट्दै होला यो वस्तुको लागि। सो यता बच्चा बच्चीहरू स्कुलबाट भागेर होइन यहाँ आएर रमाइलो गर्छ। हामी पनि यसरी नै गर्थ्यौँ, तर हामी चाहिँ फुटबल क्रिकेट खेल्न आउँथ्यौँ। उनीहरूको भर्खरै छुट्टी भयो होला, सायद 4-5 बजिसकेको छ नि त, 4 बजिसक्यो होला। उनीहरूको मम्मी बुवाहरू खोज्दै होला, ओइ नानीहरू घर जाऊ छिटो छिटो, त्यहाँ घरमा खाना मम्मी बुवा पर्खिँदै होला तिमीहरूलाई। त्यहाँ पर चेक गर्नु गाइज, बच्चाहरू स्कुलमा पनि उपद्रो गर्छ, यहाँ आएर चौरीमा पनि त्यस्तै गर्दैछ, जम्पिङ सम्पिङ होइन। उनीहरूको स्कुलको प्रिन्सिपल सरलाई भन्नुपर्छ, उनीहरूलाई डन्टाले उठकाट गर्नुपर्छ क्या, सजाय उठबस गर्नुपर्छ, त्यो कान समातेर मुर्गा बनाउनुपर्छ क्या यस्तो बच्चा बच्चीहरूलाई। स्कुल छुट्टी भइसकेपछि खुरुक्कन घर जानु छैन, यहाँ आएर घरमा मान्छे प्यारेन्ट्सहरू पर्खिँदै होला अहिलेसम्म आएको छैन भनेर। सो यो भिडियो कुनै प्यारेन्ट्सले हेर्दै हुनुहुन्छ भने तपाईँको नानीहरू स्कुल छुट्टी भइसकेपछि किन ढिलो आउँछ घर, यो बुझ्नु होला है। यो बच्चा बच्चीहरूले मेरो कुरा सुनेछ कि यहाँबाट भाग्दैछ। हो गुड गर्ल, यो चौरीमा यसरी खेल्नु हुँदैन, के हेरेको डन्ठाले हान्छ अहिले म सबैलाई होइन, मजाक गरेको। बाई बाई नानीहरू। सो फाइनली गाइज मैले यो कलर गर्न दिएको थिएँ र म आइसकेको छु यो लिनलाई। कस्तो बबाल कलर देखिँदैछ क्या। एन्ड यो चाहिँ गाइज व्हिल कभर हो, यो चाहिँ गर्नु गाइज, यो हाल्दाखेरि बाइक यस्तो बबाल देखिन्छ नि। यो सँगसँगै यो मोटर गाडी क्या। अब यहाँबाट लिएर यसलाई चाहिँ ग्यारेजमा जाने हो होइन। अनि ग्यारेजमा पनि हल्का फुल्का खर्च हुन्छ, यहाँ त खर्च भइ नै हाल्यो। म्याक्सिमम् तपाईँहरूलाई यति कलर गरेको 1500 समथिङ हो क्या, 1500 प्लस नै हो होइन। दाइले मलाई चिन्नु भएको छ, त्यही भएर सस्तोमा गरिदिनु भएको छ। सो एकदम ओरिजिनल कलर हो क्या गाइज, एकदम जुन यामाहाको ब्लू बाइक हुन्छ नि, यामाहाको ब्लू हो सेम त्यसकै कलर हो क्या। अब चाहिँ गाइज यहाँबाट यसलाई लिएर ग्यारेज जाने हो। एन्ड त्यसपछि बाइकको लुक R15बाट R1M बनाउने हो क्या गाइज। मेरो बाइक हल्का फेमस नै छ, यो हालिसकेपछि झन् फेमस हुन्छ होइन। सो अब चाहिँ गाइज डाइरेक्ट भेटघाट हुन्छ, हाम्रो भाइको ग्यारेज छ, अब त्यहीँ भेटघाट हुन्छ यो सब सेटअप गरिसकेपछि होइन। सो तपाईँहरूले के गर्नुपर्छ भनेपछि गाइज प्लिज गाइज भिडियोलाई अन्तिमसम्म हेर्नु होला। राम्रो भयो भने नराम्रो भयो भने अब भिडियो त बनाएको हो हेर्नको लागि होइन। तपाईँहरूको एउटा भिडियोले, एउटा सब्सक्राइबले, एउटा लाइकले कोही मान्छे केही गर्न सक्छ भने तपाईँहरू प्लिज गरिदिनु होला, मेरो भनाइ त्यही हो होइन। सो अब भेटघाट हुन्छ ग्यारेजतिर है। ओ माई गड कस्तो खतरा कलर देखिरहेछ क्या, म त यस्तो दामी देखिरहेछ नि कुरै छोडिदिनु क्या। ब्लू कलरको मोटर कार होइन, बबाल देखिरहेछ क्या बबाल। यो चाहिँ गर्नु गाइस, यो सँगसँगै होइन। ओ माई गड दिस इज सो ब्युटिफुल होइन, ब्युटिफुल कलर क्या गाइस। ब्ल्याकभन्दा अलिकति ब्लू कलर नै राम्रो हुन्छ। 2000 years later. सो फाइनली गाइज म आइसकेको छु भाइको ग्यारेज। यहाँ हेर्न सक्नुहुन्छ मेरो बाइक र यसमा लाग्छ यो सामानहरू। यता मेरो सब्सक्राइबरहरू छ, मलाई सपोर्ट गर्ने केटाहरू। सन्चै हो नि हामी। कहाँ गयो ग्यारेजको मालिक? बाहिर गएको छ, जहिले कहिले हुँदैन क्या पसलमा ठिक टाइममा। अनि आयो भने यो दाइले के ल्यायो भनेर भन्छ क्या। काम गर्न पसल खोलेर चाहिँ काम गर्नुपर्छ होइन, मेरो भनाइ त्यही हो। जस्तो काम पनि गर्नुपर्छ। त्यसलाई यो सामान यसमा यो एसेसरी होइन, यसमा हाल्न एकदम गाह्रो लाग्छ क्या, त्यही भएर भाग्छ। म आउनुभन्दा अगाडि नै भाग्छ। त्यही हो गाइस।
उसको वेटिङमा छु म अब आइसकेपछि हेर्छु त्यसले बनाउँछ कि बनाउँदैन बनाउन चाहिँ यहीँ बनाउँछ सधैँ होइन उसको मुड अनुसारले हुन्छ सो त्यही हो भिडियोलाई अन्तिमसम्म हेर्नु होला तपाईँहरू सो हाम्रो बाइकको डक्टर आइसकेको छ चेक जाँच गर्दैछ के कसो छ भनेर बेलुका के प्रब्लम छ पैसा लाग्छ कि लाग्दैन पैसा कहीँ लाग्दैन लाग्छ लाग्छ नि बाइकको काम भयो भने पैसा लाग्दैन अनि त कामै गर्न मान्दैनस् त अनि यस्तो काम गर्नु हो ज्याउ लाग्छ यो बाइकहरू बनाउनु हो डाइरेक्ट सोरुम लानुपर्छ नि सोरुमले धेरै पैसा लिन्छ नि त भाइ सो फाइनली गाइज काम स्टार्ट भइसकेको छ भाइले यस्तो खतरा काम गर्छ नि मेरो बाइकको फाइनली गाइज यो मेरो भाइको स्कुटी हो सब्सक्राइबर भाइको यो चाहिँ ट्राई गर्नु पऱ्यो कस्तो देखिन्छ मलाई सुट खान्छ कि खाँदैन होइन र यसको चाहिँ टेस्ट ड्राइभ लिनु पऱ्यो क्या गाइज हल्का फुल्का ए भाइ ब्लू कलरको स्टिकर हालेछ के रे पिल्का के पुरा मलाई नै हेरिरहेको छ फेमस हुन्छ उसलाई म पुरै फेमस बनाइदिन्छु होइन सो गाइज फर्स्ट टाइम भेस्पा स्कुटी चलाएको बबाल मजा आयो होइन अब फ्युचरमा भयो भने एउटा लिनु पऱ्यो क्या स्कुटीमा पनि भ्लग आउँछ सो यता बन्दैछ बबाल तरिकाले भाइले मेहनत गर्दैछ सो गाइज यहाँको मोटर गार्ड पुरा ओपन भइसकेको छ यत्तिकै पनि खतरा देखिरहेको छ बाइकको लुक तर यतिकै कुदाउनु हुँदैन यार बाइक अलिक महँगो छ नि त यो चाहिँ गाइज मेरो च्यानलको नाम हो होइन तपाईँहरूले प्लिज यार गाइज यसलाई चाहिँ म्याक्सिमम् 10K पुऱ्याइदिनु पऱ्यो क्या यो भिडियो हेरेर मेरो 3K पुग्न आँटेको छ तर अब चाहिँ धेरै भयो क्या 10K तपाईँहरूको जिम्मा हो गाइज होइन मेरो यो च्यानललाई 10Kसम्म प्लिज 10Kसम्म चाहिँ होइन ग्रो हुनु पऱ्यो क्या मेरो च्यानल र यत्तिकोमा हेर्दाखेरि यो तपाईँहरूलाई कस्तो देखिन्छ भनेपछि R1M र आज चाहिँ यसलाई म पुरै R1M नै बनाउने हो क्या यो यसमा जति पनि एसेसरी छ नि सबै उयो छ क्या मतलब यहाँ चाहिँ कार्बन फाइबर यहाँ यो पनि माथिबाट एट्याच छ यो ZX10R को लुकिङ ग्लास भइसक्यो होइन यो लिभर गार्ड भइसक्यो यो स्लाइडिङ होइन यो भइसक्यो यता पनि छ होइन अस्ति मैले नयाँ हालेको थिएँ यता चेक गर्न सक्नुहुन्छ यो नयाँ हो होइन सो अब यो वास हुन्छ होइन वास भइसकेपछि यसको लुक कस्तो आउँछ र यो रेडी भइसकेपछि तपाईँलाई देखाउँछु सो फाइनली गाइज यहाँ सबै सेटअप भइसकेको छ यो मैले विल गार्ड पनि हालिसकेको छु एन्ड यता मोटर गार्ड पनि हालिसकेको छु अब चाहिँ यहाँबाट निस्किनु पऱ्यो यसको जुन पुरानो मोटर गार्ड छ म तपाईँलाई देखाउन गइरहेको छु यो रहेछ यसको पुरानो मोटर गार्ड र यो किन चेन्ज गरेको भनेपछि गाइज यहाँ भाँचेको रहेछ क्या यो लक भाँचेको रहेछ त्यही भएर यो बाटोमा हिँड्दाखेरि आवाज आउँछ क्या घाट आवाज आउँछ मलाई कस्तो नराम्रो लाग्यो त्यही भएर उता हेर्नु नयाँ न्यू मोटर गार्ड र बाइक हल्का राम्रो पनि देखिरहेको छ यसले गर्दा सो त्यही हो अब चाहिँ यहाँबाट गाइस बजारतिर निस्किन्छु 1000 years later. सो फाइनली गाइस म आइसकेको छु हाम्रो पसल यो मेरो बाइक र यहाँ हेर्नु इमर्जेन्सी केस आएको रहेछ सो अब चाहिँ गाइस होइन भिडियो यतै व्यवस्था गर्नु पऱ्यो तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो कमेन्ट गर्नु होला होइन एन्ड मैले यहाँ सिट कल पनि लगाइसकेको छु त्यसमा सेट भइसकेको छ पुरा टिलिक्क टल्किरहेको छ क्या बाइक एन्ड यो चाहिँ न्युरो हस्पिटल गाइस अहिले भर्खरै इमर्जेन्सी केस आएको रहेछ एम्बुलेन्समा सो तपाईँले हेर्नुभयो होला टाउको सम्बन्धी केही उपचार गर्नु छ भने यो न्युरो हस्पिटल बेस्ट हस्पिटल हो मसँग कन्ट्याक्ट गरिदिनु होला होइन हाम्रो यो मेडिकल सप भइहाल्यो एन्ड अब भिडियोलाई यतै व्यवस्था गरिदिनु पऱ्यो होइन गाइस अब भेटघाट हुन्छ हाम्रो अर्को नेक्स्ट भिडियोमा अहिले बाई बाई गुड नाइट टेक केयर सबैजना लभ यु बाई बाई गाइस